सर्वप्रथम त सबैलाई आज यो विश्व पर्यावरण दिवसको हार्दिक शुभकामना। सँगसँगै यो एउटा हाम्रो ऐतिहासिक जितको रूपमा हामीले यो आजको कार्यक्रमलाई लिन सक्छौँ। विगत कयौँ वर्षदेखि हामीले लगातार गरिरहेको सङ्घर्ष बीच यो आज सफलीभूत एउटा कार्यक्रम रह्यो। हामीले विगतको सालहरूमा पनि यस क्षेत्रका यस चिया बगानका म्यानेजर पक्षलाई देखेर स्टाफ पक्षदेखि यस क्षेत्रका जति पनि बासिन्दाहरूलाई हामीले बारम्बार यो प्रयास गरिरहेको थियौँ। हामीले सालेमेन्डर संरक्षणको लागि, गोरा संरक्षणको निम्ति हामीले केही कदम उठाउनुपर्छ भन्दा विगत 2-3 वर्ष 4 वर्ष यतिकै बितिरहेको थियो र लगतै हिजोस्ति पनि एउटा कार्यक्रम हामीले यहाँ गर्न पाएका थियौँ, जुन कार्यक्रम तपाईँहरू साक्षी हुनुहुन्छ। आसामबाट जुन रोयल ग्लोबल युनिभर्सिटीको यहाँ आउनु र साफसफाइ अभियान हुनु, साथसाथै यसपालि हाम्रो राजनीतिक दलहरूबाट पनि हामीलाई यो एउटा सहयोग प्राप्त हुनु, यो सालेमेन्डरको संरक्षणको लागि विशेष ठुलो एउटा कदम हो। देखिरहेको छौँ हामीले जुन चाहिँ एजेलिया प्लान्ट भयो या केमेलिया प्लान्ट जस्ता यहाँ प्लान्टहरू आज रोपाइ भयो, यसले यहाँको भविष्यमा सुन्दरता त बढाउँछ, तर सुन्दरता सँगसँगै सालेमेन्डरको निम्ति एउटा राम्रो वासस्थान, उसको लागि खाद्यहरूको व्यवस्था चाहिँ यी फुलहरूले, यी जति पनि झ्यारपातहरूले गर्नेछ भन्ने एउटा आशा छ र यो एकदम सफलीभूत कार्यक्रम हो। खुबै खुसी छौँ हामी। सालेमेन्डर त विशेष एकै प्रजाति हो, यहाँ धेर प्रजाति छैन। जुन चाहिँ हामीले साधारणतः भन्ने बानी गरेको छ, एउटा गोल्डन भेट छ, एउटा कालो भेट छ भन्छ, तर त्यही एउटा भेरिएसन चाहिँ एउटै सालेमेन्डरको एउटा कलर भेरिएसन मात्रै देखिएको। कसैमा गोल्डन देखिन्छ, तर सबै एउटै प्रजातिको सालेमेन्डर हो। टाइलोट्रिटन भेरिकोकस भनेर जसलाई भनिन्छ है। र यो हाम्रो जुन चाहिँ यो 1700-1800 फिटको जुन चाहिँ एउटा बेल्ट जुन चाहिँ रहेको छ, यो सुखिया, सिटोङ, नाखापानी र नेपाल पनि यो छेउछाउमा यही हाइटमा भेट्छ नि है। यो नेपालमा पनि हामीले सालेमेन्डर देख्छौँ, तर विशेष यो क्षेत्रमा चाहिँ दार्जिलिङको विशेष क्षेत्रहरूमध्येमा एक विशेष क्षेत्र नाखापानी रहेको छ। जस्तै सिटोङमा तपाईँहरूले देखिरहनु भएको छ, त्यहाँको पनि खबरहरू सुन्नुहुन्छ होइन। त्यहाँ त अगस्त सेप्टेम्बरदेखि उता सालेमेन्डर देखिन सक्दैन, तर यहाँ त नोभेम्बर डिसेम्बरसम्म तपाईँहरूले सालेमेन्डर देख्न सक्नुहुन्छ। र भविष्यमा यहाँ जुन चाहिँ पानी सोर्सको कुरा थियो है, डिसेम्बर जनवरी उता पानी जुन चाहिँ सुक्ने एउटा प्रचलन चलिआएको छ। पहिला त यो त्यस्तो थिएन भन्ने सुनेको, तर यो पानीको संरक्षण पनि हुन्छ। पानी पनि यहाँ लगातार हामीले यसलाई संरक्षण गर्न सक्छौँ, सञ्चय गर्न सक्छौँ आउँदो भविष्य दिनमा, जसले गर्दाखेरि पछिल्लो समयमा जुन चाहिँ अब ब्रिडिङ हुन्छ, अब जस्तै जुलाई अगस्त सेप्टेम्बरको टाइममा जुन चाहिँ ब्रिडिङ हुन्छ, ती सालेमेन्डर्सहरूले पनि आफ्नो जीवनयापन गर्नु पाउने एउटा उनीहरूले एउटा मौका पाउनेछन्। र यो खुबै राम्रो एउटा कार्यक्रम रहेको छ। र आजको यो विशेष यो पर्यावरण दिवसलाई चाहिँ लगातार यो जति पनि प्लान्टहरू रोपेको छ यसको संरक्षण गर्नु, लगातार हेरचाह गर्नु चाहिँ आवश्यकता छ। यसको लागि चाहिँ हामी सम्पूर्ण क्षेत्रवासीहरूलाई पनि विशेष अनुरोध गर्दछौँ।